इलेक्ट्रिसियन रुचाउनबाट म निर्मल बोलिरहेको छु। आज हामीले सिपिभिसी जुन मार्बल कम्पनीको पाउने इन्चको पाइप प्रयोग गरेर आज एउटा बाथरुमलाई सेट गरेको छौँ। हाम्रो धरान 15 हो यो। र आज हामीले सिम्पल तरिकाले सिङ्गल लाइन कनेक्सन जुन चाहिँ हाम्रो यो यो स्थानमा चाहिँ हाम्रो पेन टोइलेट पेन बस्छ र हाम्रो यो एउटा लङबडी धारा बस्नुको लागि साइड यो भयो र कन्सिल कक। त्यस पछाडि हाम्रो यो कर्नरमा चाहिँ हाम्रो बेसन बस्छ है, पछि कर्नर बेसन बस्छ र यसको लागि हाम्रो वेस्ट पाइप जानको लागि एउटा पाइप हामीले 2.5 इन्ची पाइप लगाएका छौँ र यस्तो तरिकाले सिङ्गल लाइन कनेक्सन हामीले गरेको छौँ है। यो हाम्रो 10 इन्ची गाह्रो छ यसमा र यो गाह्रोमा सिङ्गल लाइन कनेक्सन धारा फिट गरेका छौँ। यस्तै तरिकाले कनेक्सन आज हामीले पूर्ण रूपमा सिम्पल तरिका सबै काम गरेका छौँ र हाम्रो यो साइडमा आएर चाहिँ एउटा वासिङ मेसिनको लागि पोइन्ट बसेको छ। यो वासिङ मेसिनको लागि पोइन्ट हो, पछि गएर र हाम्रो पावर सर्किटलाई पनि यहाँ अलरेडी जाम गरिसकेका छौँ यो पावर सर्किटमा। र यो वासिङ मेसिनको पानी वेस्ट पाइप जाने हो ल। र यो हामीले यहाँ टी लगाएर हामीले आउटलेट पानी गरेको छौँ जुन वेस्ट पाइपको आउटलेट हुन्छ। र यो हाम्रो पेनको लागि धाराको पोइन्ट भयो र जहिले पनि धाराहरू प्लम्बिङहरू पाइपहरू गर्दाखेरि वालबाट नै हामीले कनेक्सन गरेको राम्रो हुन्छ, किनकि कसै प्लम्बरहरूले मुनिबाट गर्नुहुन्छ। त्यसरी गर्दाखेरि चाहिँ पानीको फोर्स कम हुन्छ र यसरी अपबाट झार्दाखेरि राम्रो पानी आउँछ नि त। त्यही भएर हामीले त्यही बाहिरको लाइनमा पनि एउटा धारा राखेका छौँ। त्यसमा हाम्रो माथि चाहिँ ट्याङ्की जाने पोइन्ट हो। यो चाहिँ पुरै फिनिसिङ भएर पाइपहरू छोपिन्छ, किनकि बाहिर घामले गर्दाखेरि समस्या हुन्छ पाइपहरू पछि गएर डिस्कलर हुने र पाइपहरू क्र्याक हुने बेलामा। त्यसरी हामीले मार्बलको कम्पनीको पाइपलाई हामीले यसरी नै फिनिसिङ गरेर गर्ने तरिकाले फुटाएर हामीले अन्डरग्राउन्ड गरेका छौँ। ट्याङ्की पनि हामीले अलरेडी यहाँ माथिबाट राखिरहेका छौँ, सेट गरिसकेका छौँ। ल यो हाम्रो स्विचको पोइन्ट हो, अलरेडी हामीले फिनिसिङभन्दा अगाडि नै राखेको छौँ। यो चाहिँ हाम्रो स्टोर रुम भयो। यसको सबैको पोइन्ट हाम्रो विविध सेन्टरमा राखेको छौँ। यसको यहाँ पनि सेन्टर छ बिचमा बत्तीको पोइन्ट, त्यसमा पनि हाम्रो सेन्टरमै राखेको छौँ। त्यसमा हाम्रो सेन्टरमै छ बत्तीको पोइन्ट। र जहिले पनि किचनको टोइलेट बाथरुमको सबै जुनसुकै को वेस्ट पाइपको लागि हामीले 2.5 इन्चको पाइप प्रयोग गर्दा एकदम बेस्ट हुन्छ। र त्योभन्दा सानो पाइप भयो भने चाहिँ जाम हुने समस्या हुन्छ। त्यसरी जहिले पनि हामीले कम्फर्टहरू अथवा कम्फर्टर टोइलेट बाथरुमको जति पनि किचनको जति पनि वेस्ट पाइप छ यो जहिले पनि 2.5 इन्चको पाइप लाउनुपर्छ। र भित्र हाम्रो जति पनि अन्डरग्राउन्ड पाइप फिटिङ गर्नुपर्छ धाराको पोइन्टहरू जति पनि त्यसमा चाहिँ हामीले 1.5 इन्चको पाइप लाउनुपर्छ। र कसैले 1 इन्चको पनि लगाएको देख्छ। त्यसरी 1 इन्चको पाइप लाउँदाखेरि चाहिँ पानी जति पनि ट्याङ्कीमा पानी छ, 1000 लिटरको ट्याङ्की छ भने तपाईँको 300 लिटर जति ट्याङ्की चाहिँ 300 लिटर जति पानी पाइपभित्रै रहन्छ। जहिले पनि 1.5 इन्चको पाइप प्रयोग गर्नुपर्छ। 1.5 इन्चभन्दा ठुलो लाग्यो भने चाहिँ पाइपमा पानी बसिरहन्छ, जसको कारणले गर्दाखेरि पानी जति पनि कम युज गर्नु पाइयो नि त। त्यसैले जहिले पनि 1.5 इन्चको पाइप प्रयोग गरेर हामीले यसरी पाइप कनेक्सन गर्दा राम्रो हुन्छ। र हामीले 3 फिटको हाइट छ, 3.5 फिट, यो 6.5 फिटको हाइटमा हामीले 7 फिट 6.5 फिटको हाइटमा राख्दा ठिक हुन्छ। यो जहिले पनि सावरको कनेक्सन। ल है, आज हामीले यति नै। मेरो भिडियो युट्युब च्यानललाई सबैजना सब्सक्राइब गरिदिनु होला र यो सिङ्गल लाइन कनेक्सनलाई सबैजनाले सजिलैसँगले सिक्नुहुन्छ भन्ने आशा राखेको छु। र काम सम्बन्धी कुनै पनि समस्या परेमा, प्लम्बिङ सम्बन्धी वायरिङ समस्या परेमा हामीले सम्झिनु होला। यो कन्सिल कक हामीले सेन्टरमा छ। यो कन्सिल कक हामी कतिजना टेक्निसियन कन्सिल ककको धेरै हुन्छ, हाफ टन फुल टन दुई खालको हुन्छ। प्रायः हाफ टन नै प्रयोग हुन्छ आजभोलि चाहिँ, फुल टन हुँदैन। र हाफ टनमा पानीको पछि गएर भित्रको स्प्यान्डलहरू कन्सिलको स्प्यान्डल फेर्न सजिलो हुन्छ नि त। र यो एउटा फिमेल टी छ जुन चाहिँ धारा राख्न हामीले सजिलैसँगले फिमेल टी लगाउन सक्छौँ। ल आजलाई यति नै। मेरो युट्युब च्यानलमा यो भिडियो